ल ठिक छ। अब साथीहरू जोडिँदै हुनुहुन्छ होला। केही समस्या भएको छ भने पनि मेसेज आउला, यसमा आएको छैन। अब हिजो क्लास हुन्छ कि हुन्न भन्ने कुरामा म तपाईँहरूलाई मेसेजमा खबर गर्छु भनेको थिएँ। अब क्लास हुन्न भनेर हो कि धेरै साथी जोडिनु भएको छैन। अब हामी आज चाहिँ यो पढ्ने भनेको यो जुन पाठ्यक्रममा छ, पशु स्वास्थ्य तथा पशु व्यवसाय परिषद भनेर जुन यो कोसीको राखेको छ, ऐन राखेको छ, नियमावली राखेको छैन, तर नियमावली पनि पढ्नुपर्ने हुन्छ है। त्यसैले ठिक छ। यसमा पनि साथीहरूले दर्ता गर्नु भएको छ होला। दर्ता गर्नुभएको छैन भने पनि समयमै दर्ता गर्नु होला। यो कहिले सकिन्छ भन्ने कुराहरू निश्चित गरेको छैन होइन। यो चुनावले गर्दाखेरि चाहिँ, अस्तिको चुनावले गर्दाखेरि यो निर्णय नगरिकनै चाहिँ बन्द गरेको, निर्णय नगरेर चाहिँ रोकिएको मात्रै थियो। अबको केही समयमा चाहिँ यसले दर्ता गर्ने प्रक्रियाहरूलाई अहिले सुरु गरेको छ र पछि बन्द गर्ने सम्भावना बढिरहन्छ है। अनि अब यसमा साथीहरूले अब धेरैको प्रश्न छ, यो किन गर्ने, के का लागि गर्ने होइन, अनि नगर्दा के हुन्छ भन्ने कुराहरू धेरै किसिमका साथीहरूको प्रश्नहरू छन् होइन। साथीहरूले हामी आज चाहिँ यो पशु स्वास्थ्य पशु व्यवसाय परिषद भनेर जुन छ त्यो पढ्दैछौँ। अब यो अलिकति नयाँ पनि हो यो होइन। आवाज आएको छैन र? यो नयाँ पनि हो। नयाँ भएपछि अलिकति यो हाम्रो पेसालाई, हाम्रो जुन मध्यमवर्गीय प्राविधिकहरूको पेसालाई अलिकति कानुनी रूपमा चाहिँ यसलाई एकतामा राख्नको निम्ति, नियमन गर्नको निम्ति चाहिँ यो एकदम नयाँ ऐन, धेरै वर्षको सङ्घर्षपछिको ऐन आएको हो यो। धेरै साथीहरू नयाँ पनि हुनुहुन्छ, अलिक पुरानो साथीहरूले बुझ्नुहुन्छ पनि। बुकमा छैन है, बुकमा छैन। ठिक छ। अब यो प्रश्नहरू आउने क्रममा यसमा धेरै विभिन्न किसिमका प्रश्नहरू आउँछन्। यो त रिटर्नमा पनि एकचोटि आइसकेको छ। यो प्रश्न पनि होइन, सङ्घमा पनि कता कता आएको छ यो प्रश्न। यो कहिले हो भन्ने कुराहरूलाई याद गर्नु पर्दाखेरि यो नेपाल सरकारद्वारा चाहिँ 2079 असोज 23 गते चाहिँ यो राजपत्रमा प्रकाशित भएर होइन। यो किन यस्तो हाइलाइट हुनु मानिरहेको छैन आज? ठिक छ, हाइलाइट हुन मानिरहेको छैन। म यो टाइपिङ गरेर पठाउँला तपाईँलाई है। हाइलाइट हुन मानिरहेको छैन। 2079 साल असोज महिनाको 23 गते चाहिँ राजपत्रमा प्रकाशित भएको थियो भनेर गरिएको छ होइन। अब यो किन बनाएको हो भन्ने कुराहरूमा होइन, नेपालको संविधान बमोजिम सङ्घीय संसदले बनाएको, तल उल्लेखित बमोजिम भनेको छ। यो कसले बनाएको त भनेपछि नेपाल सरकारको सङ्घीय संसदले बनाएको ऐन हो भनेर बुझ्नु पर्यो। एकैछिन है साथीहरू। यहाँ बत्ती गएको छ कि साथीहरू, त्यो भएर बत्ती भन्दा पनि नेटवर्क आज चलेको छैन, डाटा लिएर काम गर्दैछु। त्यसैले गर्दाखेरि साथीहरूले यसलाई अलिकति ध्यान दिएर यो विषयवस्तुमा एकदम क्लियर हुनु, तपाईँले यो आफ्नो पेसालाई पनि क्लियर हुनुपर्छ होइन। पेसा क्लियर सँगसँगै तपाईँहरूले यो ऐनको बारेमा पनि जानकारी गराउनु पर्ने हुन्छ भनेर तपाईँहरूले एकदम फोकस गर्नु होला है। त्यसै गरी अब अनि अब यो यसमा यो विषयवस्तुमा रहेर किन बनाइयो, के हो भन्ने कुराहरूमा हामी आज ऐन मात्रै छोटोमा पढ्छौँ, नेटले काम गरेको पनि छैन। साथीहरू पनि आज एकदम कम जोडिनु भएको छ। यो किन समस्या हो कि नेटवर्क समस्या हो।
त्यसैले गर्दाखेरि अब यो तपाईँहरूले सुरुमा किन बनाइयो भन्ने विषयवस्तुमा हामी जान्छौँ है त। यो कहिले हो भन्ने कुरा गरिसकेपछि 2079 साल भनेर याद गर्नुपर्छ होइन। यो कुन ऐनमा बनेर परिवेशमा बनेर बनाइएको हो भन्ने कुराहरू छ। कसले दर्ता गर्नुपर्छ भन्ने विषयमा चाहिँ एकदम हामीले बुझ्नुपर्ने हुन्छ। प्रचलित कानुन बमोजिम स्थापित नेपाल पशु चिकित्सक परिषदमा नाम दर्ता भएका वा दर्ता हुन योग्य पशु चिकित्सक बाहेकका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायहरूको सेवा र व्यवसायलाई व्यवस्थित गुणस्तरीय एवं मर्यादित ढङ्गले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र पशु सेवा व्यवसायको विकास गर्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषदको स्थापना भएको हो भन्ने कुराहरू गर्छ। अब यसमा केही प्रश्न लेख्दाखेरि कसरी आउँछ भने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद निर्माण गर्नका उद्देश्यहरू के हो भनेर पनि प्रश्न आउन सक्छ। तपाईँले यसलाई चाहिँ यो सुरुको बुदाहरूलाई तपाईँले याद गर्नु होला। मैले यहाँ यो हाइलाइट आज भइरहेको छैन। अब यसमा यो कहिलेदेखि लागू हुन्छ भनेको छ हेर्नुहोस् है साथीहरू। यो पशु स्वास्थ्य तथा पशु व्यवसाय ऐन परिषद यो प्रमाणीकरण भएको मितिले 31औँ दिनदेखि प्रारम्भ हुनेछ भनेको छ। म तपाईँलाई अहिले जानकारी गराउँछु अन्तिममा छ तलपट्टि। कहिलेदेखि लागू हुन्छ भन्ने कुराहरू गर्छ। यो 79/6/23 गते चाहिँ प्रमाणीकरण भयो होइन। प्रमाणीकरण भयो, यसको मितिले 31औँ दिनबाट चाहिँ यो लागू हुन्छ भनेको छ। अब सोध्छ हेर्नुहोस् है, अलिकति यसमा विचार गर्नुपर्ने कुराहरू के हो भने अब यसबाट 23 गतेबाट 31औँ दिन जोडेर अनि बल्ल लागू हुन्छ। अब सोध्छ 6 महिना 23 गते भनेर सोध्छ, अनि यसको चाहिँ 31 दिन जोडेर पनि कतिबाट कति गतिबाट लागू हो भनेर चाहिँ सोध्न सक्छ। त्यसैले साथीहरू यसलाई चाहिँ 31 दिन जोडेर अनि लागू भएको हो भन्ने मितिहरू तपाईँले तय गर्नु पर्यो अब है यसमा। नोटबुकमा आउँछ है, नोटबुकमा आउँछ। वेट गर्नु होला, तपाईँहरू नहात्नु चाहिँ आउँछ। केही नोटहरू म तपाईँलाई आज पनि पठाइदिएको छु। अब यो स्वास्थ्यको भेटनरीको र माछाको नोट चाहिँ डाक्टर साहबले पठाउनुहुन्छ कुरो भएको छ है। अब यसमा अध्यक्ष भनेको के हो भन्ने कुराहरू तपाईँले यसमा धेरै मैले गइनँ। अध्यक्ष, उपाध्यक्ष अनि सदस्यहरू भन्ने कुराहरू छ यसमा, म धेरै कुराहरूमा गइनँ। अब यहाँ यो पशु स्वास्थ्य र पशु व्यवसाय परिषद ऐनले चाहिँ पशु भन्नाले के बुझिन्छ भन्ने कुराहरू गरेको छ होइन। यसमा चाहिँ पशुपालन के अरे घरपालुवा वा जङ्गली जनावर पन्छी वा माछा सम्झिनु पर्दछ र सो शब्दले अन्य जलचर र उपचरहरूलाई पनि जनाउँछ भन्ने कुराहरू गरेको छ। अब यसमा चाहिँ के छ त, अन्य विषयवस्तुहरूमा यो पशुको व्याख्या विश्लेषण पशु स्वास्थ्य ऐनमा ऐन 55मा पनि एउटा फरक छ होइन। मासु बत्सलामा पनि फरक पशुको व्याख्या गरेको छ। अनि यसमा चाहिँ यो स्वास्थ्य ऐन र यो ऐनमा चाहिँ एउटा एउटै कुराहरू छ। यसमा चाहिँ झुक्किनुपर्ने कुराहरू छैन। अब पशु स्वास्थ्य र पशु सेवा व्यवसाय भन्नाले बिरामी पशुको रोगको उपचार, निदान, रोकथाम र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी कुनै पनि कार्य गर्नुपर्दछ सम्झनु पर्दछ भनेको छ है यसमा। यो भन्न खोजेको के हो भने साथीहरूले धेरै प्रश्न पनि आउँछ। आज ठ्याक्कै विषयवस्तुमा पनि यो तपाईँको पाठ्यक्रममा भइसकेपछि पनि यो पढाउनु पर्ने भयो होइन। अब यो नियमावली छैन तर नियमावली पनि पढ्नुपर्ने हुन्छ। अब यसमा यो विषयवस्तुले के भन्न खोजेको छ भने होइन, यो अहिले हामी जति पनि छौँ यो प्राविधिकहरूको दर्ता नियमनको निम्ति यसको बाटो र अधिकार चाहिँ हामीसँग खुल्ला भएको छ। यो ऐनभन्दा अगाडिका दिनहरूमा हामीले उपचार गर्नुपर्ने अथवा रोग निदान गर्नुपर्ने पशुको उपचारमा संलग्न हुनुपर्ने चाहिँ हामीसँग थिएन अधिकार होइन। त्यस्तो भएको खण्डमा चाहिँ हामीले यो पशु चिकित्सा परिषद ऐन 2055 छ जुन डक्टरहरूको काउन्सिल छ, त्यो काउन्सिलमा रहेर चाहिँ हामीले चाहिँ यो नियम विपरीत कानुन विपरीत चाहिँ कामहरू गरिरहेका थियौँ भन्ने कुराहरू याद गर्नु पर्यो है। अनि त्यसै गरी अर्को के छ भने पशु स्वास्थ्य तथा पशु व्यवसाय भन्नाले यो ऐनमा बमोजिम दर्ता भएका पशु स्वास्थ्य तथा पशु व्यवसाय सम्झिनु पर्दछ भनेको छ होइन। परिषदको दफा 5 बमोजिम गठन भएको पशु स्वास्थ्य र पशु व्यवसाय परिषद सम्झिनु पर्दछ भनेको छ। यो कुन कुन परिषद भन्नाले को व्यक्तिहरू रहन्छन्, के रहन्छन् भन्ने कुराहरूमा तपाईँहरूले यो हेर्न सक्नुहुन्छ, पछि तल्लो दफामा आउँछ है। अब पशु स्वास्थ्य र पशु सेवा व्यवसाय परिषद ऐनमा रजिस्ट्रारको दफा कतिमा नियुक्तिको व्यवस्था गरेको छ भनेर आएको खण्डमा चाहिँ दफा 25मा व्यवस्था गरेको छ भनेर याद गर्नुहोला। लिङ्क गुरुमा चाहिँ अरू गुरुमा पनि गएको छ होइन, तर जोडिनु भएको छैन क्या। मैले धेरै लामो पठाएर पनि हो कि साथीहरूले
हो त्यसमा 31 दिन जोडेर अनि कहिलेबाट लागू भएको भन्ने कुराहरू याद गर्ने हो है। 23 गतेबाट अनि 31औँ दिन जोडेर कति दिन हुन्छ त्यो दिनबाट लागू भएको हो भनेको छ। अब यहाँ कुन मितिबाट लागू भयो भनेर तपाईँ अरू अरूमा चाहिँ तोकिएको मितिबाट लागू भएको छ भनेर सोधेको हुन्थ्यो, यहाँ चाहिँ 31औँ दिनबाट चाहिँ लागू हुन्छ भनेर सोधेको छ तपाईँहरूलाई, त्यही भएर त्यसको 31 दिन जोड्ने हो है त। ठिक छ। अब परिषदको काम कर्तव्य र अधिकार के हो भन्ने कुराहरू अलिकति विशेष रूपमा तपाईँले जानकारी गर्नु होला। यो मैले तपाईँले किन भनिरहेको छु भने धेरै साथीहरूले पनि यो विषयमा सर किन गर्ने, के कामको लागि गर्ने भनेर चाहिँ यो भनिरहनुहुन्छ, त्यसैले पनि अलिकति यो किन गर्नुपर्छ भन्ने विषयमा यसलाई चाहिँ ध्यान दिएर सुन्नु होला। प्रचलित कानुन बमोजिमको नेपाल पशु चिकित्सा परिषदमा नाम दर्ता भएका र दर्ता हुन योग्य पशु चिकित्सक बाहेकका होइन पशु स्वास्थ्य र पशु सेवा व्यवसायहरूको सेवा र व्यवसायलाई व्यवस्थित गुणस्तरीय र मर्यादित बनाउन पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायहरूको योग्यता अनुसार प्रदेश कानुन बमोजिम नाम दर्ता गर्न सक्ने समेतको व्यवस्था गर्न पशु स्वास्थ्य पशु सेवा व्यवसाय परिषदको स्थापना भएको हो भनेको छ। यसमा पशु चिकित्सक डाक्टर बाहेकका होइन दर्ता हुने वा हुन सक्ने अथवा चाहिँ भएका ती बाहेकका ती जनशक्ति बाहेकका अन्य व्यक्तिहरूको चाहिँ यस दर्ता किताबमा दर्ता भएर जुन यो परिषद स्थापना भएको छ सोही अनुसार चाहिँ यो काम गर्नुपर्छ भन्ने कुराहरू गरेको छ है। परिषदको कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ भनेको छ। अब यो अलिकति अरूको यो ऐन नियमावली भन्दा पनि यो सिधै तोकेर चाहिँ कुन ठाउँमा हुनेछ भनेर तोकेकै छ, यो अन्य जिल्लामा छैन, यो काठमाडौँको कुनै पनि उपत्यकामा मात्रै रहनेछ भन्ने कुराहरू गरेको छ। अनि परिषदको स्वशासित र सङ्गठित संस्था हुनेछ भनेको छ। यो कुनै चाहिँ राजनीतिसँग चाहिँ संलग्न नरहेको अथवा भन्ने कुराहरू यसमा चाहिँ हामीले यो परिषद दफा 4मा चाहिँ यो कुरा उल्लेख गरेको छ है। अब परिषदको गठन कसरी हुन्छ भनेको छ दफा 5मा भनेको छ यहाँ। नोटबुकमा आउँछ, चिन्ता किन गर्नुहुन्छ तपाईँहरूले, नोटबुकमा त आएकै छ नि है। उम्, त्यसै परिषदको गठन चाहिँ के कुरामा हुन्छ भन्ने कुराहरू छ होइन। पशु स्वास्थ्य पशु सेवा व्यवसायको रूपमा कम्तीमा ख श्रेणीमा दर्ता भएको र 5 वर्ष अनुभव प्राप्त गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायहरूबाट चाहिँ नेपाल सरकारबाट मनोनित एकजना चाहिँ अध्यक्ष रहनेछ भनेको छ होइन। अब यसको योग्यता के छ त, अब पशु स्वास्थ्य पशु सेवा व्यवसाय परिषदको अध्यक्षको योग्यता के रहेछ कुन रहेको छ भनेर आउँछ। कम्तीमा चाहिँ ख श्रेणीमा दर्ता भएको होइन र 5 वर्षको अनुभव प्राप्त गरेको व्यक्ति चाहिँ अध्यक्षको लागि नेपाल सरकारले चाहिँ यसलाई मनोनित गर्नेछ है, निर्वाचन हुनेलाई होइन मनोनित गर्ने कुराहरूमा यसले उल्लेख गरेको छ। ठिक छ। अब अर्को छ यसमा उपाध्यक्षको पद छ होइन, बुझ्नु भएको छ नि तपाईँहरूले, कमेन्ट गर्नुलाई नबुझेपछि। अनि अर्को प्रश्न छ पशु स्वास्थ्य र पशु सेवा व्यवसायहरूको रूपमा कम्तीमा, यहाँ तलपट्टि आउँछ है कति वर्ष रहन्छ भन्ने कुरा तल आउँछ, अलिक एकदम धेरै तपाईँ अगाडि स्पिड गइहाल्नु भयो क्या है। यो कति अवधि हुन्छ के हुन्छ भन्ने कुराहरू तपाईँ ऐन नियमावलीमा सबै कुरा प्रश्न गरेको हुन्छ, याद गर्नु होला तपाईँहरूले होइन। अहिले आउँछ नआत्तिनुहोस् है। त्यसै गरी उपाध्यक्षको रूपमा रहेको छ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको रूपमा कम्तीमा ख श्रेणीमा दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय मध्येबाट निर्वाचित एकजनाको उपाध्यक्ष पद रहनेछ भन्ने कुरा गरेको छ है। अब यहाँ अलिकति तपाईँले के बुझ्नु होला भने यसमा चाहिँ ख श्रेणीमा भएको हुनुपर्ने छ भनेको अब हामी क ख ग घ भनेर चाहिँ जुन दर्ता प्रक्रियामा छ नि होइन, त्यो अरू व्यक्तिले भएन, ग र घकोले भएन उपाध्यक्षको लागि। सिर्फ ख श्रेणी कम्तीमा ख श्रेणीको दर्ता भएको व्यक्ति हुनुपर्छ भनेको छ। यो फेरि दर्ता प्रक्रियामा कुन कुन व्यक्ति हुने भन्ने कुराहरू नियमावलीमा आउँछ, त्यो कुरा हामी प्रश्न पछि हुन्छौँ है। ठिक छ। त्यसै गरी अर्को छ यहाँ सदस्यहरू छन् होइन। अब पशु स्वास्थ्य पशु सेवा व्यवसाय मध्येबाट भनेको यो मध्येबाट भन्न खोजेको के हो भने दर्ता भएका दर्ता किताबमा जुन जुन दर्ता हुनुभएको छ ती व्यक्तिहरू मात्रै यसमा चाहिँ सहभागी हुन पाउँछन्, अन्य व्यक्तिहरू सहभागी हुन पाउनन् भन्न खोजेको छ है। व्यवसाय मध्येबाट भनेको म व्यवसाय त हो, मैले काम गर्छु भन्ने भनेर भएन, यो दर्ता किताबमा चाहिँ दर्ता भएको व्यक्ति मध्येबाट भन्न खोजेको कम्तीमा एकजना महिला सहित 2जना सदस्य हुनुपर्छ भनेको छ है। अब हेर्नुहोस् यहाँ, अब अस्ति जुन 12जनाको पदको निर्वाचन भएको थियो होइन, त्यो 12जना मध्ये भन्दा यी फरक पद हो है, यो उपाध्यक्ष बाहेकको फरक पद हो। यो चाहिँ मन्त्रालयले है, मन्त्रालय भन्नाले हाम्रो पशुपन्छी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चाहिँ 2जना मनोनित गर्नुपर्ने छ होइन। के हो त भन्दा एकजना अनिवार्य रूपमा चाहिँ महिला सहित 2जना भनेको छ है। अब मन्त्रालयले प्रश्न आउँछ मन्त्रालयले कतिजनाको मनोनित गर्ने गरेको छ भनेपछि 2जना आउँछ, अनि खुल्ला कति अथवा महिला कति भनेपछि एक एकजना भनेर अनिवार्य रूपमा एकजना महिला राख्नुपर्छ भन्ने कुराहरू गरेको छ। हुन्छ कको पनि हुन्छ, न्यू मैले तपाईँले भनिरहेको छु नि यहाँ के भनेको छु भने न्यू कम्तीमा भनेको छ नि, हेर्नुहोस् त यहाँ
पशु स्वास्थ्य पशु सेवा व्यवसायको रूपमा कम्तीमा ख श्रेणीको भनेको छ कि कम्तीमा भने कममा ख श्रेणी भनेको अब ख भएकोले क को मान्छे पनि आउन पाइयो नि त अब क नआउने भनेको छैन कम्तीमा भन्ने शब्दलाई चाहिँ ख र क को दुइटै हुनुपर्छ तर यसको चाहिँ योग्यता चाहिँ कम्तीमा ख श्रेणी हुनुपर्छ भनेको छ यसमा है अध्यक्षको निर्वाचित भएर अध्यक्षको निर्वाचन हुँदैन है उपाध्यक्षको अन्य कुन कुन पदको चाहिँ अहिले निर्वाचन हुन्छ भन्ने कुराहरू यहाँ तल आउँछ तपाईँले यहाँभन्दा अगाडि पनि थाहा पाइसक्नु भएको छ धेरै कुराहरू ठिक छ है अब यो सदस्य महिला र खुल्लाको रूपमा पनि भइसक्यो अब यहाँ अर्को छ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय मध्येहरूबाट प्रत्येक प्रदेशबाट एक एकजना निर्वाचित हुने गरी 7 जना सदस्य भनेको छ यसमा होइन 7 जना सदस्य यसमा रहेको छ अनि त्यसै गरी अहिले अध्यक्ष छैन है अहिलेको अध्यक्ष हुनुहुन्न है त साथीहरू अब मन्त्रालयले यो विज्ञापन गरेको छ अब परीक्षा लिने हो यहाँ यसको प्रक्रिया पनि तल आउँछ अहिले है अब अध्यक्षको प्रक्रिया कसरी लिने अनि त्यसै गरी रजिस्ट्रारको प्रक्रिया कसरी लिने भन्ने विषयमा हामी आउँछौँ है त त्यो नआत्नुहोस् तपाईँले है ठिक छ यो 7 प्रदेशबाट 7 जना चाहिँ सदस्य हुनुपर्ने भन्ने कुराहरू गरेको छ यसमा अनि त्यसपछि पशु स्वास्थ्य पशु सेवा व्यवसाय मध्येबाट कम्तीमा 2 जना महिला सदस्य चाहिँ निर्वाचित 4 जना भनेको छ है अब कम्तीमा 2 जना महिला अनिवार्य हुनु पर्यो है कम्तीमा 2 जना महिला अनिवार्य हुनु पर्यो अनि 2 जना अन्य खुल्ला है खुल्ला चाहिँ गरेर 4 जना चाहिँ जुन देशैभरिको मत प्राप्त गर्ने व्यक्तिहरू हुनुहुन्थ्यो 4 जना मान्छेहरू उहाँहरू चाहिँ यो 2 जना महिला सहितका गरेर 4 जना निर्वाचित हुनुपर्ने छ भनेको छ अब यहाँ फेरि 4 जना भनेको 2 जना पुरुष खुल्ला भन्ने छैन है पुरुष खुल्ला भन्ने छैन 4 जना महिला पनि आउन सक्नुहुन्छ तर 4 जना अनि 2 जना चाहिँ अनिवार्य चाहिँ महिला हुनुपर्छ भन्न खोजेको है यसमा यो प्रश्न चाहिँ फेरि यो खुल्ला पुरुष भनेर अस्ति कहाँ खुल्ला पुरुषतर्फ भनेर भन्दै थिए त्यो चाहिँ होइन है कम्तीमा 2 जना अनिवार्य हुनु पर्यो 3 पनि हुनु पाइयो 4 पनि हुन पाइयो है तर कम्तीमा 2 जना महिला सहित 4 जना हुनु पर्यो भन्ने विषयहरू यसमा उल्लेख गरेको छ है त अनि अर्को छ यो परिषदमा अध्यापन गर्ने विश्वविद्यालय अध्ययन गर्ने संस्था मध्येबाट प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषदको परिषदले मनोनयन गरेको कम्तीमा 1 जना महिला सहित 2 जना सदस्य भनेको छ है अब हेर्नुहोस् त यहाँ के छ भने जुन जुन यो विषयवस्तु यो विश्वविद्यालय अथवा अध्ययन गर्ने संस्थान जुन तपाईँहरू हामी पढ्ने अध्ययन गरेको विद्यालय छ होइन कोही सिटिबिटीबाट चाहिँ यो टिएसएलसीहरू अध्ययन गरेका छन् कोही डिप्लोमा अध्ययन गरेका छन् त्यो विद्यालय अध्ययन गराउने विद्यालयबाट चाहिँ परिषदले यो मनोनित गरेको 1 जना महिला सहित अनि अर्को खुल्ला गरेर 2 जना हुनुपर्छ भन्ने कुरा गरेको छ यो पनि निर्वाचन हुने होइन यो चाहिँ उसले यो विश्वविद्यालयबाट अथवा चाहिँ सिटिबिटीबाट चाहिँ मनोनित गर्नुपर्ने कोठा हो भनेर बुझ्नु पर्यो है त अब त्यसै गरी अर्को छ एउटा नेपाल पशु चिकित्सा परिषदबाट पदाधिकारी मध्येबाट 1 जना चाहिँ प्रतिनिधि राख्नुपर्ने छ भनेको छ जुन चाहिँ यो पशु चिकित्सक परिषद छ होइन उहाँहरूको निर्वाचितबाट पनि 1 जना सदस्य मनोनयन गर्नुपर्ने छ भनेको छ अनि अर्को एउटा पद छ रजिस्ट्रार भन्ने छ जुन चाहिँ यो रजिस्ट्रारको चाहिँ सदस्य सचिवको रूपमा चाहिँ काम गर्ने पर्ने छ है अब यसरी हेर्दाखेरि सरस्वती रूपमा 19 जनाको सदस्य हुन्छ साथीहरूले याद गर्नु पर्यो कतिजनाको सदस्य हुन्छ भनेर आएपछि 19 जनाको सदस्य हुनुपर्छ भन्ने कुरा याद गर्नु पर्यो अनि त्यसै गरी निर्वाचन समिति कतिजनाको हुन्छ भनेपछि 12 जनाको निर्वाचन हुन्छ भन्ने कुरा बुझ्नु पर्यो अनि मन्त्रालयले कतिजना चाहिँ मनोनित गर्छ भनेपछि चाहिँ 1 जना महिला सहित 2 जना सहित 2 जना भनेर याद गर्नु पर्यो सिटिबिटीबाट अथवा चाहिँ अध्ययन गर्ने संस्थाबाट पनि 2 जना मनोनित कोठा गर्नुपर्ने व्यवस्था गरेको छ र अर्को 1 जना चाहिँ यो पशु चिकित्सक परिषदबाट चाहिँ मनोनयन गर्नुपर्ने छ भनेर यी जम्मा जम्मी गर्दाखेरि 13 के अरे 19 वटा पद रहन्छ भन्ने कुराहरू याद गर्नु पर्यो अब यसमा तपाईँ क्लियर हुन्छ कतिजनाको निर्वाचन भन्ने कुराहरू है त यो हाम्रो कोशी विशेष क्लासमा का साथीहरू कोही जोडिनु भएको छ कि छैन अहिले सर भन्नुभएको छ कसैले लिङ्कै भेटाउनु भयो भने त किन मेसेज आएको आइछ ल ठिक छ ठिक छ यहाँ जोडिनु भएको रहेछ फेरि त्यता लिङ्क गएन कि भन्ने हो अलिक समस्या भयो कि भन्ने हो ठिक छ है यहाँ के मेसेज आएको थियो माथिपट्टि 12 जनाको चुनाव जितेर आएकावाला हुन् सर भन्नुभएको छ हो ती 12 जना हुन् ती 12 जना कुन कुन हुन् भन्ने कुराहरू त तपाईँले बिर्सिनु भएन नि त अब है
ल ठिक छ। 12जनामा एउटा उपाध्यक्ष होइन, 7 प्रदेशबाट 7जना, अनि 2 महिला र 2 अन्य गरेर 12जनाको चाहिँ निर्वाचन भएको भन्ने कुराहरू याद गर्नु पर्यो। अब बाँकी कुराहरू केही मन्त्रालयले गर्छ, 2टा कोठाहरू, 2टा सिडिबिटीकोबाट हुन्छ, एकजना चाहिँ रजिस्ट्रार हुन्छ होइन, अनि एउटा चाहिँ पशु चिकित्सक परिषदबाट हुन्छ भन्ने कुरा याद गर्नु पर्यो। टपिक चाहिँ पशु स्वास्थ्य र पशु व्यवसाय परिषद ऐन है त 2079 हो भनेर याद गर्नु पर्यो। अब यहाँ हेर्नु साथीहरूले, अब यहाँ अलिकति यो किन आज यो चाहिँ हाइलाइट भएको छैन यो होइन, यहाँ के भनेको छ भने अघि साथीहरू सोध्दै हुनुहुन्थ्यो होइन, उपदफा 1 को खण्ड ख, ग र ङ बमोजिमका सदस्यहरूको निर्वाचन तोकिए बमोजिम हुनेछ भनेको छ। त्यो निर्वाचन प्रक्रियामा जाँदैछौँ होइन। उपदफा 1 बमोजिम मनोनित तथा निर्वाचित सदस्यहरूको पदावधि 4 वर्षको हुनेछ। हेर्नुहोस् है साथीहरू, अब कति वर्षको हुनेछ भनेपछि 4 वर्षको हुनेछ भन्ने कुरा याद गर्नु पर्यो। अब अध्यक्ष सहितको लगाएर सबैजनाको 4 वर्षको हुन्छ, अनि त्यसपछि 4 वर्षपछि फेरि पुनः निर्वाचन हुन्छ भन्ने कुराहरू बुझ्नु पर्यो है। अब पदाधिकारी समाप्त भएपछि निजको पुनः एक पटकका लागि मनोनयन वा निर्वाचित हुन सक्नेछ भनेको छ। अब यो एक पटक भन्दा भइसकेपछि दोस्रो पटकको लागि पनि यो निर्वाचन गर्ने अथवा मनोनयन गर्ने कुरा रहेको छ भन्ने कुराहरू गरेको छ है त साथीहरू। अब काम कर्तव्यहरू तल आउनेछन्, यो धेरै कुराहरूमा म गइनँ। बाँकी कुरा तपाईँले पुरा चाहिँ अध्ययन गर्नुहोला। अब कस्तो कस्तो व्यक्ति चाहिँ त्यो व्यक्तिलाई हटाउन मिल्नेछ भन्ने कुराहरू गरेको छ। अब त्यो सदस्य हुनको निम्ति चाहिँ के कुरामा भएपछि कस्तो कुराको कानुनी कारबाहीहरू भोगेका व्यक्तिहरू चाहिँ हुन पाउँदैन भन्ने कुराहरू छ। यो तपाईँहरूले यो सबै विषयवस्तुहरूमा चाहिँ एउटै कुराहरू हुन्छ। अब यहाँ गैर नेपाली नागरिक होइन, दर्ता किताबबाट नाम हटाएको भनेको छ, जुन चाहिँ त्यस्तो कुनै कारबाही भोगेको हो होइन। अब यो परिषदले चाहिँ यो नियम विपरीत चाहिँ काम कारबाही गरिस् भनेर हटाएको व्यक्तिहरू अथवा त्यो परिषदमा सदस्य भएका व्यक्तिहरूबाट पनि अन्य कुनै कामहरू गरेको खण्डमा चाहिँ उनीहरूलाई हटाउने भन्ने कुराहरू छ। यो विषयमा म तपाईँले धेरै गइन। अब परिषदको काम कर्तव्य र अधिकार के हो भन्ने कुरा छ है। यो अब लिखितमा पनि आउँछ। पशु स्वास्थ्य पशु व्यवसाय परिषदको काम कर्तव्य र अधिकारहरू के हुन् लेख्नुहोस् भनेर आउँछ। तपाईँले यसलाई सरस्वती रूपमा हेर्नु होला है त। पशु स्वास्थ्य तथा पशु व्यवसायलाई सुव्यवस्थित, स्तरीय, मर्यादित र प्रभावकारी बनाउन आवश्यक नीति योजना तथा कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रालयसम्म चाहिँ पेश गर्ने भनेको छ है। यहाँ एउटा कुरा तपाईँले के गर्नु पर्यो भने व्यवसायहरूका लागि सुव्यवस्थित, स्तरीय अथवा मर्यादित अथवा प्रभावकारी बनाउनका निम्ति नीति योजना तथा कार्यक्रमहरू याद गर्नुहोस् है तपाईँले। नीति योजना तथा कार्यक्रमहरू तर्जुमा गरी स्वीकृतिको लागि मन्त्रालयमा राय पेश गर्ने भनेको छ। अनि अर्को छ पशु स्वास्थ्य तथा पशु व्यवसाय सुचारू रूपमा सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृत नीति योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने भन्ने कुराहरू छ। अब यो चाहिँ के छ भने जुन जुन हाम्रा नीतिहरू छन् होइन, नीति नियमावली ऐनहरू छन्, ती ऐनहरूमा रहेर टेकेर चाहिँ अन्य क्रियाकलापहरू कार्यक्रमहरू गर्नुपर्छ भन्ने कुराहरू यसमा उल्लेख गरेको छ है। अनि पशु स्वास्थ्य तथा पशु व्यवसायको राष्ट्रिय मापदण्ड तयार गरी मन्त्रालयबाट स्वीकृत गराई लागू गर्ने भनेको छ। राष्ट्रिय मापदण्डहरू बनाउने भन्ने कुराहरू छ यसमा होइन। अनि पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री, पशु प्रजनन सम्बन्धी सामग्री उत्पादन, प्रशोधन, वितरण तथा पशुपालन प्रणालीलाई गुणस्तरयुक्त बनाउन मन्त्रालयलाई सुझाव दिने भनेको छ। अब उत्पादनका प्रक्रियाहरू, गुणस्तरका प्रक्रियाहरू, पशु प्रजनन सम्बन्धीका कामहरू होइन, वितरणका कामहरूमा चाहिँ कसरी यसलाई चाहिँ गुणस्तर रूपमा चाहिँ प्रभावकारी बनाउन सकिन्छ, सो विषयवस्तुहरूमा रहेर मन्त्रालयलाई चाहिँ राय सल्लाह सुझाव दिने कुराहरू रहेको छ भन्ने कुराहरू याद गर्नु पर्यो है। त्यसै गरी पशु स्वास्थ्य तथा पशु व्यवसायहरूको योग्यता निर्धारण गर्ने भनेको छ होइन। यो योग्यताका कुराहरू तपाईँले थाहा पाइसक्नु भएको छ। क, ख, ग, घमा चाहिँ कुन कुन व्यक्तिहरू पर्ने, कति शिक्षा गरेको व्यक्तिहरू पर्ने भन्ने कुराहरू तपाईँले त्यो पहिला पनि थाहा पाइसक्नु भएको छ। त्यो यो शिक्षाको चाहिँ योग्यताको निर्धारण गर्ने काम पनि यो परिषदले गर्नेछ भन्ने कुराहरू बुझ्नु पर्यो है। ठिक छ। अनि अर्को छ पशु स्वास्थ्य तथा पशु व्यवसायहरूको सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहसँग चाहिँ समन्वय गर्ने भनेको छ। यो व्यवसायका लागि यो दुइटै तहबाट चाहिँ तिनटै तहबाट चाहिँ समन्वय र सहकार्यको भूमिका गर्ने भन्ने कुराहरू गरेको छ। अनि प्रदेश कानुनले तोकेको निकायबाट पशु स्वास्थ्य तथा पशु व्यवसाय सम्बन्धी एकीकृत अभिलेख सङ्कलन तथा अध्यावधि गर्ने भनेको छ। यो प्रदेशले कानुन बनाइसकेपछि एउटा प्रदेशमा पनि यसको समिति बन्छ। त्योसँग रहेर आफ्नो प्रदेशका रहेका पशु सेवा व्यवसायहरूलाई चाहिँ दर्ता गर्ने, नियमन गर्ने कुराहरू पनि गराउनु पर्नेछ भन्ने कुराहरू एकचोटि सुरुदेखि त अब यहाँ धेरै तल आइसक्यो। सुरुदेखि रेकर्ड सुन्नुला नि त है, रेकर्ड सुन्नु होला।
ठिक छ। अनि पशु स्वास्थ्य तथा पशु सेवासँग सम्बन्धित विषयमा मन्त्रालयलाई आवश्यक परामर्श दिने भनेको छ। अन्तर्राष्ट्रिय अभ्यास बमोजिम पशु स्वास्थ्य सेवासँग सम्बन्धित अनुसन्धान वा अनुभवको आदान प्रदान गरी त्यो नेपालका लागि उपयुक्त हुने विषयहरू लागू गर्न मन्त्रालय समक्ष सुझाव पेश गर्ने भन्ने कुराहरू गरेको छ। अनि परिषदले निर्धारण गरेको आचार संहिताको पालना गर्ने नगरेको सम्बन्धमा चाहिँ निरीक्षण, सुपरिवेक्षण र अनुगमन गर्ने र आचरण संहिताको पालना नगरेको पाइएमा त्यस्ता पशु स्वास्थ्य तथा पशु व्यवसायको नाम अ, परिषदमा दर्ता भएमा दर्ता किताबबाट हटाउने वा प्रदेशको निकायमा दर्ता किताबबाट नाम हटाई लेखी पठाउने भन्ने कुराहरू गरेको छ। जुन चाहिँ यो के छ भने यो जति पनि प्राविधिकहरू हुनुहुन्छ त्यो प्राविधिकहरूले गरेको कामभन्दा विपरीत काम गरेपछि दर्ता किताबबाट हटाउने निकाल्ने कुराहरू गरेको छ यसमा, है। ठिक छ। अनि परिषदको उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्ने भनेको छ। ठिक छ। परिषदको बैठक भनेको छ। परिषदको बैठक यो यसमा चाहिँ धेरै कुराहरूमा म गइनँ। यसको चाहिँ बैठक को अध्यक्षता गर्ने भनेको चाहिँ अध्यक्षै हुन्छ। अध्यक्ष नभएको खण्ड चाहिँ उपाध्यक्षले हुन्छ भन्ने कुराहरू तपाईँले थाहै नै छ। यसले चाहिँ वर्षमा साधारणतया 4 पटक चाहिँ बस्नेछ भनेको छ, है। वर्षको 4 पटक चाहिँ अनिवार्य बस्नेछ भनेको छ साधारणतया, है। कम्तीमा भनेको 4 वर्षसम्म चाहिँ 4 पटकसम्म बस्नुपर्नेछ भन्ने कुराहरू गर्नुपर्ने गरेको छ यसमा, है त। अब अध्यक्षको काम कर्तव्य र अधिकारका कुराहरू छन्। यो तपाईँले यो नोट हालिदिन्छु, यसले अध्ययन गर्नुलाई केही महत्त्वपूर्ण छैन। अब अध्यक्षको कामै भनेको चाहिँ अध्यक्षता गर्ने हो, होइन, छलफल गर्ने हो, विषय निर्धारण गर्ने हो, कुन विषयमा छलफल गर्ने भन्ने कुराहरू गर्ने हो, आगामी दिनका कार्यक्रमहरू तय गर्ने हो अध्यक्षको काम कर्तव्य भनेको। अब उपाध्यक्षको काम कर्तव्य भनेको अध्यक्ष उपस्थित नभएको खण्डमा चाहिँ उपाध्यक्षले काम कर्तव्य गर्छ भन्ने कुराहरू याद गर्नु पर्यो, है। अनि नाम दर्ता नगरै पशु स्वास्थ्य तथा पशु व्यवसाय गर्न नपाउने भनेको छ, है साथीहरू। हेर्नुहोस् त, यो परिच्छेद 3 मा चाहिँ दफा 12मा नाम दर्ता नगरै पशु स्वास्थ्य तथा पशु व्यवसाय गर्न नपाउने भन्ने कुराहरू उल्लेख गरेको छ। अब एकमा के भनेको छ भने यो ऐन बमोजिम नाम दर्ता नगराई कसैले पनि पशु स्वास्थ्य तथा पशु व्यवसाय गर्नु हुने छैन भनेको छ। अब यहाँ फेरि साथीहरूले व्यवसायको शब्द आएको छ यहाँ। धेरै साथीहरू व्यवसाय भन्ने बित्तिकै एग्रोवेट राख्न पाउँछ कि भन्ने कुराहरू गरेको छ। यसमा चाहिँ त्यो विषय मात्रै होइन, एग्रोभेट भन्ने कुराहरू, एग्रो भन्ने कुराहरू एग्रिकल्चरतिर पर्छ। भेट भन्ने कुराहरू चाहिँ यो भेटनरी सम्बन्धी यो जुन चाहिँ औषधि व्यवस्थापन विभागतिर पर्छ। यो विभागमा परेन। तर चाहिँ हामीले के हो भने जुनसुकै पनि तपाईँ र हामीले जागिर खानुपर्ने भयो। जागिर खान्छौँ। अहिले जुन अहिले योभन्दा अगाडिका कुराहरू छन् यो अहिले हामीले चाहिँ यो ऐन नआइसकेपछि, लागु नभइसकेपछि चाहिँ यो लोकसेवा दिइरहेका छौँ। अबका विज्ञापनहरूमा योभन्दा पछाडिका अब आउने आर्थिक वर्षका विज्ञापनहरूमा तपाईँ अनिवार्य रूपमा चाहिँ यो दर्ता गरेको हुनुपर्ने छ, एक, होइन। अनि अर्को कुरा, तपाईँले मैले जागिर खाइसकेको छु म दर्ता गर्दिनँ भनेर जुन तपाईँले भन्नुहुन्छ नि, अब तपाईँले यस्तो कुरा गरेको थाहा पाइसकेपछि यो कुनै कारबाही गर्नको निम्ति यो परिषदले चाहिँ कारबाही अगाडि बढाउने छ, है साथीहरू। याद गर्नु पर्यो। तपाईँले कुनै गाउँघरमा क्लिनिक खोल्छु भन्नुभयो, क्लिनिक खोल्न पायो, तर तपाईँले क्लिनिक खोल्दै हुनुहुन्छ, दर्ता गर्नुभएको छैन भने तपाईँ यसको चाहिँ फेरि दर्ता गर्न पाउनुहुन्न, है। तपाईँ एआई सेन्टर खोल्छु भन्नुभयो, एआई सेन्टर खोल्नुभयो तर दर्ता गर्नुभएको छैन भनेपछि तपाईँले फेरि पाएन यसमा, है। तपाईँ कुनै चाहिँ एउटा यो पशुसँग सम्बन्धित रहेर कुनै एनिमल वेलफेयरका कामहरू गर्छु भन्नुभयो, तर यो विषयवस्तुमा तपाईँले चाहिँ दर्ता गर्नुभएको छ भने फेरि पाएन फेरि, है। हो, यी व्यवसायहरूमा चाहिँ हामीले यो दर्ता अनिवार्य गर्नुपर्ने छ भनेको छ, है। तर यसमा फेरि अन्य कुराहरू यो पशु चिकित्सक बाहेकका अन्य व्यक्तिहरू चाहिँ अनिवार्य चाहिँ दर्ता गर्नुपर्ने छ भनेर गरेको छ, है त साथीहरू, है। दर्ता गराउने दरखास्त दिने भन्ने कुरा जो अनलाइन सिस्टमहरू छ यो विषयवस्तुमा कसरी भर्ने के गर्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूले गरिहाल्नुहुन्छ। अनि दरखास्त परमाथि कारबाही गर्ने भन्ने कुराहरू छ। यो कसलाई तपाईँले गर्नुभयो, दर्ता गरिसकेपछि कुन श्रेणी दिने, कति योग्यता छ, के छ भन्ने कुराहरू चाहिँ निर्धारण गर्छ भन्ने कुराहरू यसलाई उल्लेख गरेको छ। अहिलेको लागि चाहिँ त्यस्तो छैन, अहिले छैन यो, किनभने लोकसेवाले यो पाठ्यक्रममा राखेको छैन। अब आउने जुन विज्ञापनहरू छन्, अब आउने आर्थिक वर्षका विज्ञापनहरू अनिवार्य रूपमा चाहिँ दिनुपर्ने राख्नुपर्ने हुन्छ, है। यो नभएसम्म लोकसेवा दिन पाइँदैन पनि, है। दर्ताको लागि फेरि अनलाइन फर्म खुलेको हो सर, खुलिरहेछ, है, खुलिरहेछ। ठिक छ। अब नाम हटाउने कुराहरूमा कस्तो कस्तो बेलामा नाम हटाउने भन्ने कुराहरू छ। अब त्यो दर्ता गरेर मात्रै भएन, नियमसँग बस्नु पर्यो, नियमावलीसँग चाहिँ काम गर्नु पर्यो। अनि दर्ता प्रक्रिया छ, दर्ता छ भनेर फेरि यो मनपरी कामहरू गर्न पाइएन भन्ने कुराहरू छ यसमा। धेरै कुराहरूमा म गइनँ। पुरा रद्द हुने कुराहरूमा पनि धेरै गइनँ म। अब यहाँ सेरेडीका कुराहरू छन् यहाँ, है।
कस्ता कस्ता श्रेणीमा कुन कुन व्यक्तिले गर्नुपर्छ भन्ने कुराहरू छ होइन। यो ऐन बमोजिम पशु स्वास्थ्य तथा पशु व्यवसायको नाम दर्ता गर्ने प्रयोगको लागि देखाएको बमोजिम योग्यता पुरा भएको हुनुपर्नेछ भनेको छ। अब क श्रेणीको लागि कस्तो व्यक्ति हुनुपर्छ भन्ने कुराहरू अ, यहाँ उल्लेख गरेको छ है। मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयको स्नातकोत्तर वा विद्यावारिधि उत्तीर्ण गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी भनेको छ है। कको लागि यो सिधै तोकेको छ तपाईँहरूले होइन। यहाँ धेरै कुराहरू छैन कको लागि होइन। मान्यता प्राप्त विश्वविद्यालय जुन डक्टर बाहेकका है, डक्टरहरू यसमा पर्दैन, अन्य कुराहरू पर्छन्। फेरि अन्य तपाईँ माछाको फिसरिसका कुराहरू छन्, डेरीको कुराहरू छ, फुड टेक्नोलोजीका कुराहरू छन्, हो यी व्यक्तिहरू चाहिँ त्यसमा पर्छन् है। भन्न खोजेको यो हो होइन। यहाँ कुनै तपाईँको चाहिँ योग्यता कति वर्षको योग्यता भएपछि कमा जान्छु भन्ने छैन। यहाँ सिधै स्पेसल चाहिँ विश्वविद्यालयबाट शिक्षण संस्थाबाटकै स्नातक उपाधि हासिल गरेको पिएचडी पनि पर्छ यसमा है। पिएचडी भनेको फेरि भेटनरी डक्टरवाला पिएचडी होइन कि, जुन अन्य विषयवस्तु डेरीमा पिएचडी गरेको, माछामा पिएचडी गरेका व्यक्तिहरू पर्छन् यसमा है साथीहरू। ठिक छ। अनि अर्को ख श्रेणीको लागि हेर्नुहोस् है। अब ख श्रेणीको लागि मान्यता प्राप्त विश्वविद्यालय शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरको उत्तीर्ण उपाधि हासिल गरेको वा ग श्रेणीमा कम्तीमा 10 वर्षको अनुभव हासिल गरेको व्यक्ति चाहिँ यो ख श्रेणीमा जान्छ भन्न खोजेको छ। जस्तै तपाईँहरूले जेटिए गर्नुभएको छ, जेटिए गरेको तपाईँसँग के अरे आइएसएसी गर्नुभएको छ होइन, आइएसएसी गरेको तपाईँ 10 वर्षको अनुभव छ है, अनुभव छ, त्यो व्यक्ति चाहिँ ख श्रेणीमा जान्छ। अब अरूको तलपट्टि पनि केही कुराहरू यहाँ उल्लेख गरेको छ। अब यहाँ यो आइएसएसी गरेको व्यक्ति चाहिँ 10 वर्ष पुगेको छ भने ख श्रेणीमा जान्छ। अर्को कुरा तपाईँको चाहिँ यहाँ स्नातक तह चाहिँ हासिल गरेको छ भने खमा जान्छ। अर्को फेरि यसमा के हुन्छ भने जेटिए पास गरेको अथवा चाहिँ 15 वर्ष पुगेको, उसले काम गरेको 15 वर्षभन्दा माथि पुगेको छ भनेपछि पनि ऊ मान्छे यो ख श्रेणीमा जान्छ भन्ने कुराहरू उल्लेख गरेको छ है। ठिक छ। अब ग श्रेणीको लागि यो जुन शिक्षालयबाट छ, यो शिक्षालयमा यो आइसिएजी गरेको होइन, अथवा चाहिँ आइसिएजी गरेको र घ श्रेणीमा चाहिँ 5 वर्षभन्दा माथिको अनुभव भएको व्यक्ति छ भने पनि यो ग श्रेणीमा जान्छ भन्ने कुरा गरेको छ। तपाईँले पास गर्नुभएको जति पनि हुनुहुन्छ, पास गरेको 5 वर्ष तपाईँको चाहिँ पुगेको छ भने, अनुभव छ भने, अब अनुभव भनेको तपाईँको छुट्टै यो काम संस्थातिर काम गरेको मात्रै होइन कि, तपाईँ चाहिँ औषधि उपचार बोक्दै गाउँ घरतिर हिँड्दै गरेको पनि तपाईँको काम हो, अनुभव हो। त्यो भएर तपाईँले वडाको सिफारिस सहितको यो एप्लाई गर्नुभयो भने तपाईँ चाहिँ यो ग श्रेणीको लागि मान्य हुनुहुन्छ भन्ने कुरा गरेको छ। ठिक छ। अब घ श्रेणीको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्राविधिक एसएलसी भनेको छ, अथवा चाहिँ 11, 9, 10 पढेको मान्छे होइन। अहिले त 9, 10, 9, 10, 11, 12 पनि प्राविधिक लाइन छ नि त होइन। 9, 10 पढेको मान्छे पनि यो विषयवस्तुमा घ श्रेणीमा जान्छ भन्ने कुराहरू गरेको छ। टिएसएलसी गरेको मान्छे भर्खरै पास आउट हुनुहुन्छ भने घ श्रेणीमा है। ल ठिक छ। त्यसै गरी अर्को छ दफा 18मा छ पशु स्वास्थ्य तथा पशु व्यवसाय गर्न पाउने भनेको छ। पशु स्वास्थ्य तथा पशु व्यवसायले दफा 17 बमोजिम शैक्षिक योग्यता र तालिमको आधारमा पशु स्वास्थ्य तथा पशु व्यवसायले तोकियो बमोजिमको तोकियो बमोजिम पशु स्वास्थ्य पशु व्यवसायमा दर्ता गर्न पाउनेछ भनेको छ होइन सर। 6 वर्ष भयो भन्नु। अब परीक्षाको कुराहरू छ हेर्नु साथीहरू है। अब अहिले हामी यो पहिलोपटक भइसकेपछि अलिकति यो धेरै चासो पनि छैन यो किन हो भन्ने कुरा गरेको छ। अबका दिनहरूमा चाहिँ यो परिषदले अब यो दोस्रो पटक पनि भयो, एउटा दोस्रो पटक पनि भयो, पहिलोपटक भइसकेपछि धेरै साथीहरू चाहिँ कम दर्ता भइसकेपछि एकचोटिको लागि अहिले पनि खुल्ला गरेको छ। अब यसपछिका जुन जति पनि दर्ता गर्छन् यो चरणको सकिसकेपछि त्यसपछि उसले चाहिँ पशु स्वास्थ्य तथा पशु व्यवसायमा आवश्यकता गुणस्तर कायम राख्नका लागि यो ऐन बमोजिम नाम दर्ता गराउनको लागि होइन, पशु स्वास्थ्य तथा पशु व्यवसायले चाहिँ अनिवार्य रूपमा दर्ता गरी होइन परीक्षा लिनुपर्ने छ भनेको छ होइन। परीक्षा लिइसकेपछि मात्रै तपाईँको यो पास भइसकेपछि बल्ल दर्ता प्रमाणपत्र आउँछ भनेको छ है। अलि अब बिस्तारै यो नियमहरू पनि कडाइका साथ जाँदैछ अगाडि। त्यही भएर अलिकति साथीहरूले यो दर्ता नगरेका साथीहरूले दर्ता गर्नुहोला। अब ग्राहक कुराहरू छ। यो ग्राहक पनि नियमन गर्ने कुराहरू भइसकेपछि यिनीहरूलाई पनि अगाडि सार्नुपर्छ भन्ने विषयहरू गरेको छ। तिनीहरूलाई पनि दर्ता प्रक्रियामा ल्याउने, कानुनमा बाँध्ने भन्ने कुराहरू उल्लेख गरेको छ। यसमा धेरै हामी गएनौँ। यहाँ भनेको छ अघि
यस दफा बमोजिमका दर्ता भएका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको प्रमाणपत्र प्राप्त गरी निरन्तर 10 वर्ष पशु स्वास्थ्य र पशु व्यवसाय सञ्चालन गरिरहेका भए त्यस्ता व्यक्तिहरूलाई सिप परीक्षण गराई सफल भएमा दफा 17 बमोजिमको बमोजिमको श्रेणी दर्ता गर्ने भनेको छ। अब यो गरापसाका पढेका छन्, गरापसाका पढेका साथीहरूले पनि स्किल टेस्ट गर्नुपर्ने हुन्छ। 10 वर्षको अनुभव छ अनि स्किल टेस्ट गरेर पास भइसकेपछि उनीहरूलाई पनि श्रेणी दर्ता गर्ने भन्ने कुराहरू गरेको छ है। ठिक छ। फेरि अर्को प्रमाणपत्र आउँदैन है। तपाईँहरूको दर्ता भर्खरै दर्ता गर्नुभएको साथीहरूको त अब कहाँ आउँछ र अहिले यो 2-3 दिन भयो खुलेको। अहिले पुराना साथीहरूको त आइसकेको छ है। अब यहाँ मापदण्ड तोक्ने कुराहरू छ होइन। अब यो मापदण्डमा हामी नअल्झियौँ, मूल्याङ्कन गर्ने कुराहरू छ, यसमा पनि धेरै छैन। मान्यता रद्द गर्न सक्ने भनेको छ, यो विषयवस्तुमा पनि धेरै छैन। अब यो पाठ्यक्रम निर्माण गर्नेहरू, विद्यालयको करिकुलम बनाउनेहरू होइन, अब यो टिएसएलसीमा कुन विषयलाई कस्तो विषयवस्तुहरू राख्ने कुराहरू होइन। अनि यो आइसिजेलाई राख्ने कुराहरू 9-12लाई 9देखि 12 अध्ययन हुने विद्यालयमा चाहिँ कस्ता किसिमका पाठ्यक्रम राख्ने भन्ने कुराहरू, यो पाठ्यक्रम निर्माण गर्ने पनि यो परिषदले गर्छ। अनि यो परिषद सँगसँगै यसले पनि अनि विद्यालय चाहिँ एउटा आफ्नो माताका विद्यालयबाट पनि अध्ययन गराउनको निम्ति पनि यसले काम गर्नेछ भन्ने कुराहरू गरेको छ। दफा 25मा रजिस्टरको व्यवस्था भने ल अब यहाँ रजिस्टरको लागि चाहिँ के कस्तो व्यवस्था गरेको छ भन्ने कुराहरू गरेको छ। मन्त्रालयले परिषदको प्रशासकीय प्रमुखको रूपमा है काम गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको कम्तीमा ख श्रेणीमा नाम दर्ता भएको पशु स्वास्थ्य तथा पशु व्यवसाय परिषदले चाहिँ खुल्ला प्रतिस्पर्धाको रूपमा रजिस्टर नियुक्त गर्न सक्नेछ भनेको छ। अब यो यसको चाहिँ पशु स्वास्थ्य तथा पशु व्यवसाय परिषदको प्रमुखको रूपमा कसलाई जिम्मा दिएको छ भनेर आउँछ। अनि त्यसपछि प्रमुख प्रशासकीय प्रमुख अथवा चाहिँ अध्यक्ष भनेर आउँछ। त्यस्तो बेला तपाईँहरूले चाहिँ परिषदको प्रशासकीय प्रमुखको रूपमा काम गर्ने गरी रजिस्ट्रारको नियुक्त गरेको छ भन्ने कुरा गरेको छ। यसको योग्यता कति हुनुपर्छ भनेको छ। अब विश्वविद्यालयबाट स्नातक उत्तीर्ण के अरे उपाधि हासिल गरेको वा चाहिँ कम्तीमा ख श्रेणीमा चाहिँ दर्ता भएको व्यक्ति चाहिँ हुनुपर्छ भनेको छ है। ख श्रेणीमा दर्ता भएको व्यक्ति हुनुपर्छ भन्ने कुराहरू यसले गरेको छ है त। अब रजिस्टरको काम कर्तव्य अधिकार के हो भन्ने कुराहरू छ। बैठकमा आउने छलफललाई चाहिँ राय पेश गर्ने होइन, विषय सूची गर्ने, अध्यक्षको परामर्शमा चाहिँ तयार गर्ने होइन, यी कुराहरू छ। परिषदका कर्मचारीहरू भनेको छ, अब अन्य कर्मचारीहरू पनि हुन्छन् त्यहाँ होइन। यो विषय व्यवस्था पनि धेरै गएन। परिषदको कोषको कुराहरू छ होइन, यो परिषदको छुट्टै कोषको व्यवस्था गरेको छ भन्ने कुराहरू याद गरेको छ। जुन तपाईँ हामीले दर्ता गरेको दर्ता शुल्क छ नि, त्यो दर्ता शुल्क चाहिँ कुनै नेपाल सरकारको खातामा नगएर यो परिषदको कोष हो भनेर बुझ्नु होला है। त्यो कोषमै पैसा हुन्छ भन्ने कुरा बुझ्नु होला। यो नेपाल सरकारको खातामा जम्मा हुने भन्ने कुरा छैन। यो परिषदको छुट्टै कोषको व्यवस्था गरेर गर्न सक्नेछ भन्ने कुराहरू गरेको छ। अन्य कुराहरू कसैले चाहिँ दान के अरे यो सहयोगको रूपमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट चाहिँ सहयोगको प्राप्त रकम पनि यो कोषमा जम्मा हुनेछ भन्ने कुरा छ। यसमा धेरै महत्त्वपूर्ण छैन। लेखा परीक्षणको कुराहरू आएको छ। लेखा परीक्षण भनेको त्यो कार्यालयले आफ्नो लेखा परीक्षण राखेर लेखा परीक्षण गर्नुपर्नेछ भनेको छ। अब यहाँ अलिकति साथीहरूले चाहिँ परिच्छेद 7मा चाहिँ कसुर वा सजाय भन्ने कुरा गरेको छ होइन। कसुर र सजायको यसमा के छ भने कसुर गरेको मानिनेछ भनेको छ होइन। दफा 12 बमोजिम नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु व्यवसाय गरेमा यो अन्तर्गतको कसुरमा गरेको मानिनेछ भनेको छ होइन। अब यो दफा 12 भनेको हामीले दर्ता जुन योग्यता छ, योग्यता अनुसारका कामहरू गरेनौँ अथवा त्योभन्दा अन्य कामहरू गरियो भने यो कसुर गरेको मानिनेछ भन्ने कुराहरू उल्लेख गरेको छ। सजाय के रहेको छ भन्ने कुरा गरेको छ। दफा 32 बमोजिम कसुर गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी 50,000सम्म रुपियाँ जरिमाना वा 6 महिना कैद वा दुवै सजाय हुन्छ भनेको छ। हेर्नुहोस् त अब त्यो के हुन् भन्ने कुराहरू हामीले यो नियमावलीमा पनि पढ्छौँ। यसमा चाहिँ तपाईँले त्यो जुन माथि छ दफा 32 बमोजिम यो बमोजिम भनेको छ। अब फेरि यसले फेरि 12 बमोजिम भनेको छ। फेरि माथि 12मा के छ त यो दर्ता गर्ने प्रक्रियाहरू यो जुन छ नि नाम दर्ता नगराइकन पशु व्यवसाय गरेपछि भन्ने कुराहरू छ यसमा। दफा 12 भनेको यी विषयवस्तुमा रहेर गरेको हुनुपर्छ। यी विषयवस्तुभन्दा बाहिर गरेपछि चाहिँ यो बढीमा 50,000 भनेको छ होइन, 6 महिना कैद अथवा दुवै सजाय भन्ने कुराहरू अ, उल्लेख गरेको छ है त साथीहरू।
ठिक छ, त्यो लिखितमा आउला कोसीको पाठ्यक्रम छ र सर, छ कोसीमा छ है। यहाँ माथि फेरि यो दफा 12 32 बमोजिम भनेको छ होइन, 32ले फेरि 12 भनेको छ, त्यो 12 भनेको चाहिँ हामीले दर्ता नगरिकन भन्नु खोज्यो है। यसमा अलिक दुईवटा शब्द अलिक फरक छ होइन। दर्ता नगरिकन व्यवसाय गरेपछि चाहिँ बढीमा बढीमा अधिकतम भनेर आउँछ, फेरि कममा भनेर होइन। अधिकतम कति हजारसम्म जरिवाना व्यवस्था गरेको छ भनेपछि 50,000 भनेर याद गर्नु होला, अलिक कममा भनेको छैन। अनि त्यसपछि यहाँ तलपट्टि अर्को बुदामा के भनेको छ भने उपदफा 1मा उल्लेखित भएका बाहेकका यो ऐन वा यो ऐन अन्तर्गत बनेको नियम विपरीत हुने गरी कसैले कुनै काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई 20,000 रुपियाँ जरिवाना हुनेछ भनेको छ। हेर्नुहोस्, अब त्यो तपाईँले यति कुरामा के बुझ्नु होला भने यो बाहेकको होइन, यो बाहेक भनेको 32ले भनेको जुन दफा 12 छ, 12 बमोजिमको चाहिँ काम गर्ने काम गरेको चाहिँ उल्लङ्घन गरेपछि चाहिँ 50,000सम्म जरिवानाको व्यवस्था गरेको छ। यो त्यो बाहेकका अन्य दफाहरू नियमावली जुन त्यो चाहिँ उहाँहरूले चाहिँ यो कानुनभन्दा बाहिर बसेर काम गर्नुहुन्छ उहाँलाई चाहिँ 20,000सम्म जरिवाना हुनेछ भन्ने कुराहरू उल्लेख गरेको छ है यसमा। दुईवटा अप्सन छ, एउटा 20 छ, एउटा 50 छ। 50 भनेको चाहिँ दर्ता नगरिकन व्यवसाय गरेपछि चाहिँ 50 हुन्छ, त्योभन्दा अन्य कामहरू के अरे अन्य ऐन नियमहरूले उल्लङ्घन गरिसकेपछि चाहिँ 20,000 हुन्छ भन्ने कुरा याद गर्नु होला। मुद्दाको तहकीकरण दायरी कसले गर्नेछ भन्ने कुराहरू यहाँ याद गर्नु होला तपाईँहरूले। अब अन्यमा चाहिँ हाम्रो फरक फरक छ, यसमा अलिक फरक छ है। ठिक छ। दफा 33 बमोजिम सजाय हुने मुद्दाको अनुसन्धान परिषदको तोकेको परिषदको अधिकृतले गर्नेछ भनेको छ। अब यहाँ अरूले भनेको छैन, यो त्यहाँ परिषदले जुन व्यक्ति तोक्नेछ त्यो व्यक्ति चाहिँ त्यसको मुद्दाको तहकियात दायरी हुनेछ भन्ने कुराहरू गरेको छ होइन। यो कुन ठाउँमा गर्छ भनेर आएपछि जिल्ला अदालत भनेर याद गर्नु पर्यो है। कहीँ सर्वोच्च आउला आउला उच्च अदालत आउला, त्यो भएन। तपाईँले चाहिँ यो पशु स्वास्थ्य तथा पशु व्यवसायमा रहेर मुद्दाको तहकियात दायरी कसले गर्छ भनेपछि मन्त्रालयले के अरे परिषदले तोकेको व्यक्ति अधिकृत भन्नु पर्यो होइन। अनि त्यसपछि कुन ठाउँमा चाहिँ गर्नुपर्छ भनेपछि जिल्ला अदालत भनेर याद गर्नु पर्यो। फेरि तपाईँहरूले झुकेर फेरि यो जिल्ला प्रशासन कार्यालय भनेर प्रायः जसो धेरै पढिरहेको हुन्छौँ, त्यस्तो बेला जिल्ला प्रशासन कार्यालय आउँछ लगाउनुहुन्छ, तर त्यो होइन। यो परिषदमा चाहिँ सिधै अ, यो जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्नेछ भन्ने कुराहरू उल्लेख गरेको छ। अब नेपाल सरकार अनि यो मुद्दाको सरकारी बारी हुनेछ भन्ने कुराहरू गरेको छ है। परिषदको विघटन भन्ने कुराहरू धेरै छैन, समिति भनेको छ। अब यो समितिमा फेरि एउटा तपाईँहरू के छ भने यो 37मा समिति व्यवस्थापन गर्ने भनेको छ। यो समितिमा पनि अब यो नियमावलीमा पनि सबै कुराहरू आउँछ होइन। नियमावलीमा पनि आउँछ, यसमा विभिन्न किसिमको समिति उपसमितिहरू हुन्छ यिनीहरूको होइन। जस्तै पाठ्यक्रम निर्माण समिति, अनुगमन मूल्याङ्कन समिति, तपाईँको चाहिँ दर्ता प्रक्रियाको नियमनका कुराहरू हुन्छन्। 7वटा समिति हुन्छ है साथीहरू यसमा। यी 7वटा समितिमा पनि अन्य व्यक्तिहरू हुन्छन् होइन। ती व्यक्तिहरूले आफ्नो जिम्मेवारी काम गर्नेछन् होइन। कसले अनुगमन मूल्याङ्कनको जिम्मा समितिमा मूल्याङ्कन गर्नेछ, अनि पाठ्यक्रम समितिले चाहिँ पाठ्यक्रम बनाउने कुराहरूमा काम गर्नेछ होइन। त्यो ऐन नियममा हामी त्यो कुराहरू आउँछ, अलिक पछि अध्ययन गरौँला है त। अब यो यसमा कुन कुन व्यक्तिहरू पर्नुहुन्छ भन्ने कुराहरू छ, व्यवसायको योग्यताको कुराहरू गरेको छ अनुसूचीमा। अब यो विषयवस्तुभन्दा अन्य विषयवस्तु हामी चाहिँ फेरि यो नियमावलीमा विस्तृत रूपमा अध्ययन गर्नेछौँ। आज अलिकति यो नेटवर्क समस्या पनि छ, त्यसैले गर्दाखेरि मैले यो ऐन चाहिँ आज यति नै गर्छु। अनि तपाईँहरूले मैले सकेसम्म अब यो भोलि क्लास हुँदैन, आइतबार क्लास हुन्छ होइन। सकेसम्म यो विषयवस्तुमा रहेर मैले आज यो हाम्रो पशु स्वास्थ्य पशु व्यवसाय परिषदको रजिस्ट्रारलाई चाहिँ बोलाउने प्रयास गरेको थिएँ। उहाँले अलिक यो जिल्ला बाहिर हुनुहुन्छ क्या हो। केही विषयवस्तुमा तपाईँले प्रश्न भएपछि अर्को दिन चाहिँ हाम्रो रजिस्ट्रारलाई चाहिँ क्लासमा एकचोटि तपाईँहरूको यो यो विषयवस्तुमा रहेर अन्तर्क्रिया गर्ने चाहिँ सोच गरेका छौँ। केही छ भने साथीहरूले बोल्नुहोस् है अहिले। भोलि इक्जाम हुन्छ है।
ठिक छ, यो आजको नोट हालिदिन्छु। यो मैले टाइपिङ गर्दैछु कि टाइपिङ गरिसकेपछि तपाईँले सर्कर नोट दिन सहिलो हुन्छ कि भन्ने कुरा खोजेको हो। ठिक छ, म हालिदिन्छु है यो नोट। ए त्यो ठिक छ, त्यो पनि म लेखौँला है। हात उठाउनुहोस् त सुरजजी। ठिक छ, हुन्छ है। सकेसम्म तपाईँहरूलाई यो अध्ययनको कुरामा सर्टकट नोट्स बुझाउने हिसाबमा हामी तयारी गर्छौँ है तपाईँलाई, सबै साथीहरूलाई। दानाको नोट आएको छैन? ठिक छ, त्यो फेरि हालिदिउँला म तपाईँहरूलाई। दानाको दानाको त पठाएको छु। दाना कुन चाहिँ नियमले आएको छैन? ए ठिक छ, होइन यो अलि भेटको बाँकी छ भन्नुभएको छ। ठिक छ, अब कि ए हो, ल ठिक छ, म हालिदिन्छु है। अनम्युट गर्नलाई हात उठाउनुपर्छ। ल प्रीतिजी भन्नुहोस् त। सर त्यो पिएससी कोसी भनेर सर्च गर्दा अर्कै अर्कै ऊ देखाउँछ, म त त्यसमा चेक गर्नै आएन। के कुरामा? पिएससी कोसी भनेर क्या त्यो कोसीको बारेमा जानकारी लिनलाई मैले त्यो सर्च गरेको थिएँ गुगलमा, अहिले चेन्ज भएछ क्या। त्यो के मैले पठाइदिनु पर्ने भयो? हजुर, एक्जाम कहिले छ अरू हेर्न कताबाट हेर्ने हो ए कसरी? ल ल, म त्यो इक्जामको बारेमा अहिले तपाईँहरूको त्यो ग्रुपमा हालिदिन्छु है। कहिले छ यो सरे? अहिले आज चाहिँ एउटा कसले सरेको छ भनेर हालेको थियो होइन। त्यो के त्यही छ त म चौथोको सर्ने कुरा पनि छ भनेर साथीहरूले त भनिरहेको थियो। त्यो सर्छ भनिरहेको थियो अघि पनि आएको थियो। मैले हेरेर पाएको छैन, हेरेर तपाईँले कन्फर्म गर्छु है, पछि हेर्नु होला। हस् सर, पाँचौँको र चौथोको दुइटै एकचोटि हजुरले चेक गरिदिनु भयो। एक्जाम कहिले हुन्छ, फर्स्ट एक्जाम अनि सेकेन्ड एक्जाम कहिले हुन्छ भनेर कन्फर्म हुन पाए आफूलाई पनि ढुक्क हुन्थ्यो। ल ठिक छ, म एकैछिन हेरेर हालिदिन्छु है। हस्, हुन्छ। ल सुरजजी भन्नुहोस् त। ठिक छ, दानाको नोट आएको छैन है। दानाको नोट अलि एकछिनमा हालिदिन्छु है म। हेलो सुरजजी। नमस्कार नमस्ते। सर, यो घ वर्गमा दर्ता भएको व्यक्तिले हजुर, प्रिकेप्सन लेख्न पाउँछ सर? त्यो काम कर्तव्य र अधिकारमा आउँछ। प्रिकेसन सबै लेख्न पाउँछ है। त्यो नियमावलीमा आउँछ है, नियमावलीमा आउँछ। अँ, नियमावलीमा त्यो भोलि हामी के काम गर्ने भन्ने कुराहरू सबै पढ्छौँ। नआत्तिनुहोस् है, लेख्न पाउँछ है त। अनि अनि सर, यो कति कति लाखसम्मको त्यो औषधि राख्न सक्छ? यस्तो छ, यो औषधिको कुराहरू यसमा आउँदैन है। तपाईँलाई म फेरि पनि क्लियर गरिदिन्छु। औषधिको कुरा आउँदाखेरि चाहिँ यो औषधि व्यवस्थापन विभागको हातमा जान्छ होइन। हामीले गर्नुपर्ने के हुन्छ भने, अब तपाईँको नियमावलीमा पनि सबै कुरा पढ्नुहुन्छ। हामीले पशुसँग सम्बन्धित रहेर चाहिँ क्लिनिकहरू राख्न पाउने, एआई सेन्टर राख्न पाउने होइन, हो ती कामहरू छन्। एग्रो भेट भनेर राख्न पाउँदैन भन्ने कुरा बुझ्नु पर्यो है। बुझेँ सर। एग्रोभेट राख्न पाउँछ। एग्रोभेट राख्नलाई चाहिँ एग्रो भनेको चाहिँ कृषितिरको बुझ्यो। त्यो विषादीहरूको बिउ बिजनहरूको ट्रेनिङ गरेको हुनुपर्छ। भेट राख्नलाई चाहिँ फार्मेसी गरेको हुनुपर्छ। अनि त्यो चाहिँ फेरि तालिम गरेको हुनु पर्यो। तालिम गरिसकेपछि अनि औषधि व्यवस्थापन विभागले परीक्षा लिन्छ। अनि पास भइसकेपछि बल्ल त्यो चाहिँ भेट फर्माहरू राख्न पाउँछ। अनि यो एग्रोभेट भेट फर्मा भनेर राख्न पाउँदैन भनेर बुझ्नु पर्यो है। अनि सर, हामीहरूले एउटा मात्र क्लिनिक मात्र राख्नु पर्यो कि सर? अनि क्लिनिक पनि राख्न पाउने छ। अरू धेरै कुराहरू छन्, भोलि नियमावलीमा पढौँला है। हुन्छ सर, हुन्छ। के राख्न पाउँछ, के गर्न पाउँछ भन्ने कुराहरू नियमावलीमा सबै कुरा क्लियर हुन्छ। त्यो अँ, नियमावली पढिसकेपछि नबुझेको कुराहरू भन्नु होला। हुन्छ सर, हुन्छ। ल, यो फिसको पढाइ सबै हुन्छ होइन। अब पाँचौँलाई अलिकति नोटहरू हालिन्छौँ। चौथोको लागि त पुरै पढाइ हुन्छ कि कोर्स चाहिँ कम्प्लिट हुन्छ नि त इक्जामसम्म त। है
ल ल सबै साथीहरूलाई गुड नाइट है त अब।